200 फिट माथिसम्मबाट पनि चाहिँ रनवे देखेन भने यु हेभ टु गो अराउन्ड। यो खराब मौसममा चाहिँ प्लेन उडाउन चाहिँ कतिको सम्भव हुन्छ? एकदम क्लाउडी वेदर हुन्छ नि, त्यतिखेर त जहाँसम्म हजुर रनवे पनि देखिँदैन होला, तर पनि हजुर पाइलटहरूले चाहिँ ल्यान्ड गरेर राख्नु भएको हुन्छ। त्यो पछाडिको हजुर जुन त्यो कुरा पनि बुझाउनु न हजुर। यतिसम्म नराम्रो वेदरमा चाहिँ प्लेनले सेफली टेक अफ र ल्यान्डिङ गर्न सक्छ, यो चाहिँ सेफ छ भन्ने एउटा रेगुलेटरी बडिज अनुसार चाहिँ नेपालको क्यान, अस्ट्रेलियाको कासा, अरू देशको अरू होइन एफएए अमेरिकाको रेगुलेटरी बडीहरूले चाहिँ उनीहरूले आफ्नो वेदर मिनिमाहरू चाहिँ विभिन्न थरीको फ्लाइङ कन्डिसनको लागि चाहिँ बनाएको हुन्छ। जुनसुकै फ्लाइङ गरिन्छ सबैमा एउटा मिनिमम वेदर मिट भएरै चाहिँ त्यो फ्लाइङ गरे हुन्छ र कहिलेकाहीँ प्रोजेक्टेड वेदर भन्दा अलिक नराम्रो हुनसक्छ। त्यस कारणले गर्दा त्यो आकाशमा होल्ड गरिरहेको देख्छौँ नि हामी, कहिलेकाहीँ ल्यान्ड गर्न खोजेको तर ल्यान्ड नभएको, त्यो भनेको मिस्ड अप्रोच प्रोसिड्युरहरू हुन्छन् आइएलएस अप्रोचको लागि। जब इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम हुन्छ त्यो इन्स्ट्रुमेन्टमा हेरेर चाहिँ ल्यान्ड गर्न जाने, अनि तल आइसकेपछि एउटा मिनिमम डिसिजन एल्टिट्युड हुन्छ 200 फिट माथि। 200 फिट माथिसम्मबाट पनि चाहिँ रनवे देखेन भने यु हेभ टु गो अराउन्ड, किनभने त्यहाँ अब त्योभन्दा तल जे नि हुन्छ त्यहाँ रनवे छ कि छैन यु डोन्ट नो। सो 200 फिट माथिबाट चाहिँ फेरि एकचोटि उडेर होल्ड गरेर फेरि एटिसीसँग नयाँ क्लियरेन्स लिएर फेरि ल्यान्ड गर्ने प्रयास गर्ने हो। सो वेदर मिनिमम कन्डिसन हुँदाखेरि च्यालेन्जेस हुन्छ तर अनसेफ हुँदैन होइन। तर डेटोरेटिङ कन्डिसन कहिलेकाहीँ पानी लाइट रेन भने हुनसक्छ तर कन्डिसन चाहिँ एक्चुअली हेभी रेन भइदिएर हुनसक्छ होइन। सो त्यो कन्डिसनमा चाहिँ मेट्रोलोजिकल इन्फर्मेसन अपडेटहरू हुन्छन् जुन चाहिँ हरेक पाइलटहरूलाई एभाइलेबल हुन्छ। उनीहरूले त्यो टेम्पोज इन्टर भन्छन् क्या, टेम्पोररीली वेदर नराम्रो हुन्छ यति इन्टरभलमा यस्तो हुन्छ भन्ने चाहिँ इन्फर्मेसनहरू प्राप्त हुन्छ, जसको लागि चाहिँ प्लेनले हरेक फ्लाइट प्लान गर्दाखेरि होल्डिङ फ्युल बोकेर हिँडै हुन्छ। यदि होल्ड गर्नु पर्यो भने एदेखि बीसम्म जानलाई मलाई 25 मिनट लाग्छ, तर यदि बीमा चाहिँ नि वेदर कन्डिसन नराम्रो भयो भने म 15 मिनट होल्ड गर्न सक्छु आकाशमा, अनि 15 मिनटमा पनि त्यो वेदर कन्डिसन नराम्रो भएन भने म अल्टरनेटिभली यो ठाउँसम्म जाने फ्युल मसँग छ भन्ने हिँडै हुन्छु म। त्यसरी चाहिँ कन्ट्रोल्ड इन्भाइरोमेन्टमा प्लेन उडाइन्छ। अब त्यो हुँदा हुँदै पनि एउटा अपरेसनल प्रेसर चाहिँ जहिले हुन्छ, फेरि एदेखि बीमा लानुपर्ने, सीमा लगेर फेरि बीमा ल्याउनु पर्यो त्यो पेसेन्जरहरूलाई, प्लस त्यो बीबाट फेरि एमा फर्किने फ्लाइट हुनसक्छ। सो धेरै कुरा चाहिँ त्यहाँ मेस्टअप हुनसक्छ, तर एज लङ एज सेफ्टीलाई कन्सर्न राख्ने हो भने के भयो त नि आज नभए भोलि जाउँला तर प्लेन त सेफली गयो भन्ने कुरामा हामी चित्त बुझाउनुपर्छ।